स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानलमा। आजको यस च्यानलमा हामीहरू सिक्नेवालामा छौँ जापानिज भाषा जेरोबाट। आउनुहोस् जापानिज भाषा सिक्नुहोस्। सबभन्दा सुरुमा हामी सिक्नेवालामा छौँ हिरागाना, त्यसपछि काताकाना अनि त्यसपछि खान्जी है त। हिरागाना चाहिँ आबाट स्टार्ट हुन्छ अनि हिरागाना लेख्नुभन्दा अगाडि म चाहिँ हजुरहरूलाई दुईवटा रुल सिकाउनेवालामा छु। सबभन्दा फर्स्टको रुल भनेको चाहिँ हिरागाना लेख्दाखेरि जहिले पनि लेफ्टबाट राइटमा, जस्तै कि लेफ्टबाट राइटमा यसरी, राइटबाट लेफ्टमा तान्यो भने चाहिँ यो चाहिँ मिस्टेक हुन्छ। त्यही भएर यो रुल चाहिँ फलो गर्नु होला। अनि सेकेन्ड नम्बरको रुल भनेको चाहिँ जहिले पनि माथिबाट तल, जहिले पनि अप, माथिबाट अनि तल यसरी लेख्नुपर्छ है त। जस्तै कि यहाँ माथिबाट यसरी तल जानुपर्छ, न कि तलबाट माथि। यसरी तलबाट माथि गयो भने चाहिँ रुल फलो हुँदैन अनि यो चाहिँ मिस्टेक मान्ने गर्छ। त्यही भएर माथिबाट तल। सो सबभन्दा सुरुमा आउँछ आ। यसलाई चाहिँ हामीले आ भनेर उच्चारण गर्छौँ है त। यसको लेख्ने तरिका चाहिँ भन्दा सुरुमा मैले हजुरहरूलाई अघि नै भनेको जसरी नै लेफ्टबाट राइटमा यसरी तान्ने, अनि त्यसपछि माथिबाट तल तान्दिने, अनि त्यसपछि यसरी घुमाइदिने। यो भयो आ। सबभन्दा सुरुमा लेफ्टबाट राइटमा, अनि त्यसपछि माथिबाट तल, अनि त्यसपछि घुमाइदिने। यो चाहिँ आ भयो है त। सेकेन्डमा चाहिँ यसलाई चाहिँ हामीले ई भनेर उच्चारण गर्ने गर्छौँ। यसको लेख्ने तरिका चाहिँ एकदमै सजिलो छ, म हजुरहरूलाई सिकाउँछु। यो लेख्दाखेरि सबभन्दा सुरुमा लेफ्ट साइडको धर्को माथिबाट तलतिर तान्छौँ अनि राइट साइडको माथिबाट तलतिर तान्छौँ। यो भयो ई। यसलाई चाहिँ हामीले ई भनेर उच्चारण गर्ने गर्छौँ। फेरि पनि भन्छु हजुरहरूलाई, सबभन्दा सुरुमा लेफ्ट साइडको माथिबाट तल अनि राइट साइडको माथिबाट तल। यो भयो ई। आ र ई पछि थर्डमा आउने शब्द चाहिँ यो हो। यसलाई चाहिँ हामीले नेपालीबाट उ भनेर उच्चारण गर्छौँ। यसको लेख्ने तरिका भनेको चाहिँ म सिकाउँछु हजुरहरूलाई। सबभन्दा सुरुमा माथिको धर्को हल्का छड्के पाराले तान्ने, अनि त्यसपछि तलको यसरी फेरि पनि चित्र घुमाएको जसरी घुमाइदिने। यो भयो उ। उ पछि चाहिँ के आउँछ भनेदेखि उ पछि आउने शब्द चाहिँ ए। यसलाई चाहिँ हामीले ए भनेर उच्चारण गर्छौँ। हेर्दाखेरि लेख्नलाई कति गाह्रो होला जस्तो छ, तर पनि म हजुरहरूलाई सिकाउँछु। सबभन्दा सुरुमा यो माथिको धर्को यसरी तान्दिने, अनि त्यसपछि लेफ्टबाट राइटमा पेन नछोडी गर्न तलसम्म तान्ने, अनि त्यसपछि यसरी लगिदिने। भयो, सक्यो। हिरागानाको पाँचौं शब्द चाहिँ के हो भनेदेखि ओ। यसलाई चाहिँ हामीले ओ भनेर पढ्ने गर्छौँ। हेर्दाखेरि सबभन्दा सुरुको शब्द याद छ हजुरलाई? सबभन्दा सुरुको शब्द आ थियो नि, त्योसँग मिल्न खोज्छ, तर पनि कन्फ्युज नहुनु होला। यसको लेख्ने तरिका भनेको चाहिँ सबभन्दा सुरुमा हामीले आ लेख्दाखेरि पनि यस्तै धर्को तानेको थियो, अनि आ लेख्दाखेरि माथिबाट तल जसरी तानेको थियो, यो पनि हामीले माथिबाट तल नै तान्छौँ, तर यसरी पेनलाई नछोडी गर्न घुमाएर यत्तिको गर्नु होला, अनि त्यसपछि लास्टमा यस्तो गर्नु होला। सक्यो। आ लेख्दाखेरि चाहिँ कसरी लेखेको थियो भने माथि सेम भयो, अनि यस्तो गरेर यसरी आ लेखेको थियो भने ओ लेख्दाखेरि चाहिँ माथि सबभन्दा सुरुको सेम भए पनि यो चाहिँ एकैचोटिमा यसरी घुमाउने चाहिँ पोइन्ट हो, अनि लास्टमा यस्तो। यसलाई चाहिँ हामीले ओ भनेर पढ्ने गर्छौँ। आ अनि ई अनि उ अनि ए अनि ओ। यो पाँचवटा चाहिँ आज हामीले सिक्यौँ। गाइज, हिरागाना चाहिँ सबै गरेर 46 वटा हुन्छ। आज मैले हजुरहरूलाई सिकाएको भनेको जम्मा 5वटा मात्रै हो।
भिडियो चाहिँ एकदमै लामो हुने भएकोले यति मात्र सिकाएँ, बट नेक्स्ट भिडियोमा चाहिँ म सबै सिकाउने ट्राई गर्छु। सो स्टे ट्युन। थ्याङ्क यू फर वाचिङ। बाई गाइज।